मैले चाहिँ आज धेरै पछि चाउचाउ पकाएँ। बिहान मेरो छोरीले आफै कसरी जिउँदै चल्लो भेटाकी थिइन्। पछि हेर्न गएको मेरो छोरी बाहिर खेलिरहेको थिइन्। हेर्न गएको चाहिँ त्यो चल्ला कसरी मर्यो कि मारिन् थाहै भएन क्या। हाम्रो घरमा बाइक किन्ने भए आउनु अझै एउटा बाइक चाहिँ दुल्लु गइसक्यो भने यति धेरै बाइक हुन्छन्। हाम्रो सटरमा हेर्नु न सन्टेलीले चल्ला पारेर रहेछ के। सटरमा पोहोर साल चाहिँ अन्डा पारेर अन्डा फुटिहालेको थियो क्या। त्यही भएर मैले 2-3 चोटि खल्यास उजाडिदिएँ। अझ पनि नमानेर 2-3 चोटि लागेको देखेर चाहिँ टिड लाग्यो के। त्यसपछि मैले खल्यास उजाड्न छोडिदिएँ अनि चल्ला पारिसकेछ के आज हेरेको त। अनि मैले चाहिँ धेरै पछि चाउचाउ पकाएँ। चाउचाउ खाएको थिएन मैले। पहिला के म दैलो बस्दाखेरि हाम्रो दिदीलाई अल्छी लाग्ने रहेछ अनि मलाई भन्ने के तैँले पकाएको चाउचाउ मलाई धेरै मिठो लाग्छ भन्ने के। बनाना बाबु तैँले बनाएको मिठो मान्छु के नत्र म आफै बनाउने थिएँ। बनाउन के अल्छी लाग्ने हो र भन्ने। अनि तैँले बनाएको फिक्का चिया पनि मिठो लाग्छ फिक्का चिया पनि बनान भनेर मलाई गुणगान गाउने के। मान्छेको जातै त्यो अलिकति गुणगान गाए फुरुक्कै हुने अनि म फिक्का चिया अनि चाउचाउहरू बनाउने। अझै पनि घर आएपछि भन्छ के यसले बनाएको चाउचाउ चिया मिठो लाग्छ भन्छ मलाई। चाउचाउ हाल्दैछु भनेर देखाउँदै थिएँ सट्ट चाउचाउ पोखिएछ क्या। हेर्नु न त्यहाँ चामल राखेको बाल्टिनमाथि सलमाथि स्टुल राखेर चाउचाउ बनाएको भिडियो खिच्याम के मैले। कम त गाह्रो छ त्यहाँ भिडियो बनाउँदैछु अनि त्यहाँ मेरो छोरीले मोबाइल चाहियो भनेर रोइरहेकी छिन् कि। अनि मेरो छोरीलाई टिकटक भन्यो भने चाहिँ लास्टै खुसी हुन्छन् कि। काहीँ गयो भने चाहिँ मम्मी मोबाइल ल्याउन टिकट बनाउँछु भन्दै रुन्छन्। अनि सबैले मम्मी भ्लगर भएर होला छोरी पनि भ्लगर हुन थाली कि क्या भनेर जिस्काउँछन् मलाई। त्यहाँ हेर्नु न मेरो छोरीले आफै मोबाइल अन गरेर क्यामेरा अन गरेर बनाएको भिडियो के। यस्तै भिडियो बनाइरहेको छिन् कति धेरै मोबाइलमा। भिडियो हेरेर छोड्ने काम चाहिँ नगर्नु है। पुरा हेरेर लाइक कमेन्ट सेयर चाहिँ गर्नु है। एन्ड बाई।